नमस्ते सम्पूर्णलाई नमस्ते। मैले सानो एउटा आबलग लिएर आएको छु। नेपालीमा चाहिँ गर्नु पऱ्यो भने ढिँडो कसरी पकाइन्छ अनि कसरी त्यसले पकाउने तरिकादेखि लिएर मासु पकाउने या खाने तरिका सबैबाट यो भिडियोमा मैले राखेको छु। कृपया सानो भिडियो चाहिँ सानो बनाउँदा नभएको छ, कृपया सम्पूर्ण भिडियो हेरेर साथ सपोर्ट माया गरिदिनु होला। मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु भन्दै बाँकी भिडियोबाट गाइज आज ढिँडो खाने प्रोग्राम छ। सबैभन्दा पहिलेलाई मैले मासु पकाउँदैछु, यहाँ तेल हाल्दैछु है। आज चाहिँ ढिँडो खाने प्रोग्राम छ। पहिला चाहिँ मासु पकाउँदैछु, चिकन हो। तेल हाल्दैछु, अब तेल हालिसकेँ। अब यहाँ मसला ससला तयार भइसक्यो, प्याज काटिसकेँ, टमाटर काटिसकेँ। यता एउटा चाहिँ अब पकाउने प्रोग्राम सुरु भइसकेको छ। तेल करेपछि म चाहिँ प्याज हाल्छु, प्याज हालिसकेपछि मसला मिसाइसकेपछि मासु चाहिँ तयार रेडी गर्छु। रेडी गरिसकेपछि चाहिँ त्यसपछि म चाहिँ ढिँडो रेडी गर्नेछु। सबभन्दा पहिला चाहिँ यहाँ चिकन छ, चिकन यहाँ छ, 1.5 केजी चिकन छ। अनि टमाटर पनि काटिसकेँ, प्याजहरू सबै भइसकेको छ। प्याजलाई तेल खालिसकेको छ है। मैले प्याज हालिसकेँ, प्याज हालिसकेँ। अब प्याजलाई चाहिँ रातो गरेर भुट्नेछु। प्याज रातो भइसकेपछि म मासु छोड्नेछु। नेपाली पाहुना किलो छ, दाउराको आगोमा स्वादिष्ट हुनेछ। प्याज रातो भइसक्यो। म यसमा चाहिँ चिकन जोड्दैछु। शुद्ध अदुवा, तिमुर अनि मसला अनि यो लसुनको पेस्ट बनाउँदैछु। अब म यसलाई चाहिँ यसरी पिस्दैछु। अनि पिसेर म यसलाई चाहिँ पेस्ट बनाउँछु। पेस्ट बनाइसकेपछि म यसलाई मासुमा राख्नेछु। अब गाइस मासु चाहिँ रातो भुटिसक्यो है, रातो भइसक्यो। अब मैले चाहिँ यसमा चाहिँ अब टमाटर एड गर्छु। टमाटर एड गरिसकेपछि चाहिँ मसला राखेर एड गर्नेछु। पहिला चाहिँ टमाटर पकाउनेछु। टमाटर पाकिसकेपछि मसला एड गर्नेछु। एकछिन टमाटर पाक्छ। टमाटर पाकिसकेपछि मैले यसमा चाहिँ मसला अदुवा पेस्ट हालिसकेँ। अब यसलाई चाहिँ फेरि एकछिन केही बेर यसलाई भुटिसकेपछि चाहिँ मैले तयार हुनेछ। नुन हालिसकेँ, प्रेसर हालिसकेँ। अब थोरै टाइम यसलाई भुटिसकेपछि मेरो मासु चाहिँ तयार हुनेछ। त्यसपछि चाहिँ ढिँडो पकाउने कार्यक्रम सुरु हुन्छ। सिद्धको छ है। ल अब ढिँडो पकाउन चाहिँ सुरु भइसक्यो। पहिला चाहिँ यसमा चाहिँ घिउ राखियो। यो घिउ राखिसकेपछि चाहिँ पिँधा लाग्दैन। पिँधा होइन, मम्मीले घिउ राख्ने चाहिँ मम्मीले पकाउन सिकाउँदै हुनुहुन्छ। म चाहिँ साइडमा बसेर यसरी पकाउँदैछु। त्यसलाई अब चाहिँ यसमा चाहिँ पानीको बान बसाल्ने। पानी राखौँ। अब यसरी यसमा चाहिँ तातो पानीको बान बसाल्ने। हजुरहरूले कसरी पकाउनुहुन्छ? हाम्रोतिर चाहिँ ढिँडो चाहिँ यसरी पकाइन्छ, आटो जसरी नै हो। यसरी पानीको बानै बसाल्ने हो। अब चाहिँ यसलाई चाहिँ यसरी मस्काउने। मम्मीले चाहिँ मस्काउँदै हुनुहुन्छ। सेम यो आटो पकाए जस्तै हो। तपाईँहरू चाहिँ कसरी पकाउनुहुन्छ? यो पानी हालेर बान पाक्यो अनि यसलाई चाहिँ यसरी मित्दै हुनुहुन्छ। ढिँडो चाहिँ रेडी हुँदैछ। अब चाहिँ खाने कार्यक्रम हुन्छ। यो ढिँडो चाहिँ भइसक्यो, फाइनल्ली सक्यो। ल नहुने त ढिँडो त तयार भइसक्यो। दबाई सुरु गर्दै हुनुहुन्छ। पहिला चिकन ढिँडो फाइनल्ली ढिँडो चाहिँ तयार भयो है। ढिँडो चाहिँ यसरी लटक्क मासुसँग ट्याक्क डुब्ने। अनि बहुत टेस्टी हो। यस्तो भिडियो हजुरहरूलाई मनपर्छ भने लाइक गर्नुहोस्, कमेन्टमा लेख्नुहोस्। अब अर्को चाहिँ नेक्स्ट पार्ट। मेरो पुरा भिडियो हेरिदिनु हुने सम्पूर्णलाई विशेष धन्यवाद टक्राउन चाहन्छु। हजुरले साथ सपोर्ट गर्नु एकदमै आभारी छु। यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला।
भन्दै म यो भिडियोबाट बिदा हुन्छु। हस्त धन्यवाद। मेरो पुरा भिडियो हेरिदिनु हुने सम्पूर्णलाई विशेष धन्यवाद टक्राउन चाहन्छु। हजुरले साथ सपोर्ट गर्नुभएकोमा म एकदमै आभारी छु। यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला भन्दै म यो भिडियोबाट बिदा हुन्छु। हस्त।